Has been doing it, has been killing it for some time now. So please give a big round of applause for Divas Karki, guys. तपाईहरुको ताली खेरा जान्छ आज रिग्रेट हुन्छ मैले बेकारमा ताली बजाएको आज जस म प्रिपेयरै छैन के आज Where are you guys? Yes sir, so I am here for my visa interview. I choose Canada because Canada is okay, you can understand. I can walk English, talk a little, okay? Final answer, क्या सोच्दै छ मलाई हिम्मलै हुन्न के मसाज गरेर फनी भयो मसाज गरेर पुछ जान्छ ब्रोले कविता भनेको है कविताको टाइटल के थियो रे टु माई फेभरेट आर्टिस्ट त्यो त निबन्धको हो नि त कविताको मलाई क्या डर लाग्छ कि ओपन माइकको लागि स्टेज चढी एकपल्ट कामबिरा आज म डर मार्न आएको हो कि एउटा सो होइन नि त म 500 को टिकट तिरेर आएको होइन 100 रुपैयाँको टिकट तिरेर त्यही पनि प्रेसर दिएर कतिको जोक भन्छस् भन्ने आफै लेख जोक 100 रुपैयाँ तिरेर कुन हाँस्यो नहाँस्यो मलाई मतलब छैन के त्यस काकी दाइले मेरो थर मिल्छ होइन मैले पाइरहेको छु सो डर लाग्यो अनि अलिअलि हँसाइदिनु यस आज मैले अफिसबाट लिभ लिएँ कि अनि मैले फोन गरेर भनेँ नि सर होइन म त अब आज लिभ लिनुपर्छ मेरो हजुरबालाई त्यस फाइनल स्टेजको क्यान्सर छ भने अनि अब एक दिन हजुरबा मऱ्यो भने लिभ लिन्छु तिमीलाई क्या लागिरहेको कस्तो पाके रहेछ आफ्नो हजुरबाको भने यस्तो भन्छ मरिसकेको बुढालाई जे होइन भोलि यार पितृ रिसाउला भनेर अलिअलि डर छ पितृको पूजा गरिरहेको त यार त्यति पनि एक्सक्युज नदिने मलाई बच्चादेखि प्लेयर बन्ने क्या ठुलो रहर थियो कि प्लेयर बन्ने क्या ठुलो रहर थियो तर समाजले कहाँ ट्यालेन्ट बुझ्छ त नेपाली समाजले होइन मलाई डाइटै दिन सकेन कति डाइट चाहिन्छ होला एउटा लुडो खेल्ने प्लेयरलाई यार एउटा सिक्राइज र चियामा त म बसिरहेको छु लुडो खेल्न कस्तो जस मैले एक्चुली क्या हुन्छ नि आफूभन्दा हाई लेभलको गर्लफ्रेन्ड पठाएँ कि त्यो म्यानेज गर्न कस्तो गाह्रो हुँदो रहेछ कि होइन अनि एक दिन मेरो गर्लफ्रेन्डले भिडियो कल गरिदियो मेरो गाउँ घरमै आएर बसिरहनु जस मेरो रुममै आएर बसिरहनु राउटरको ठ्याक्कै तल आज त नेटै चलिरहेन गरेर यहाँ के चलिसक्यो बुढा के गरिरहेको छ अनि मैले गर्लफ्रेन्डको फोन काट्दिएँ क्या बाउको अगाडि फोन उठाउँथेँ मैले गर्लफ्रेन्डको फोन काट्दिएँ अनि यो चाहिँ मेरो सेटको जोक हो म मेरो सेटको जोक सुनाउँदिनँ म अर्को जोक सुनाउँछु एक दिन कमिला प्रेग्नेन्ट भएछ कमिलाको बुढी अनि कमिला आएर भनेछ मेरो बुढीले के पायो डक्टरले भनेछ हात्ती पायो धनी केटाहरू बुद्धि बुझ्दैन अझ मेरो केटीको साथीको बोय बेस्ट फ्रेन्ड थियो केटा मलाई मनै पर्दैन थियो कि मलाई क्या डाउट लागिरहन्थ्यो कि त्यो माथि अनि एकदिन मलाई मेरो गर्लफ्रेन्ड फोन आयो नि फेरि अब हामी ब्रेकअप गरौँ नि अनि भैँसपाटीको घर भन्नु त्यो दिनुहुन्न पापाले भन्यो अनि मैले किन ब्रेकअप गर्नु त के कमी कमजोरी थियो म किन फिडब्याक दिन सक्नुपर्छ है मेरो दिँदैन फिडब्याक मेरो ठुलो छ नि यार यस्तो हो कि अब जस्तो कि म सिङ्गर भइदिएको भए तिमीलाई यो म दिन्थेँ होइन एकचोटि सुनेपछि फेरि सुन्थ्यो तर यो एकचोटि सकेको जोक त सक्यो नि यार अनि कसरी रिस्क लिउँ त म त्यसैले नो ए मेरो साथीले क्या अघि नि आज त खैरोहरू आएको छ अरे कि मैले आएर हेरेँ नि यो त सेतो हो त यो हो खैरो ल्याङ्ग्वेज सुधार म त प्रिपेयर नगरी आएको त्यो नि फाडिदिएर क्या मैले अब कति लाइट कमेडियन हुन्छ जस्तो लाग्छ के अनि तिमीहरूको चाहिँदैन मलाई 100 रुपियाँ त्यो दिन 800 को टिकट काटेर आउँदैन आइडियो है प्लिज थ्याङ्क यू गाइज